मलाई के गरेको बेलामा कुहेर थाच्न गाह्रो भनेको ल दाइ ज्यान बनाएको नि ज्यान ज्यान बनिन्छ सुकेर सुखडिया छ बिचमा ज्यान बन्छ म त हिजो काठमाडौँ आज बिहान आएको मेरो कम बेजत भयो उहाँ काठमाडौँमा के भयो एउटा मान्छे आयो क्यामेरा बोकेर आएको थियो होइन अनि के भनौँ ओहो भाइ तिम्रो हाइट त खतरा छ ज्यान पनि फिटनेस रहेछ ब्रुसली जस्तो भनौँ अनि टिभीमा खेल्छौ भन क्या ए त्यो मान्छेले खेल्छु भने चाहिँ खेल्नु परेन खेल्छु दाइ भने तिमीले बोल्नु पर्दैन भेस्ट खोला भनौँ पुरा भेस्ट खोले होइन अनि यो करङ मेरो निकै यस्तो गर्ने पुरै च्यान यो 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 पुरा देखाएँ होइन अनि 500 रुपियाँ पनि दियो अनि सुन्नु न कतिखेर आउँछ भनेको भरे 8 बजे समाचारमा भन्यो अनि मैले अरे समाचारमा त नआउनु पर्ने मेरो फिल्म होइन भने अनि ल ठिकै छ भनेर हिजो समाचार हेर्न बसी सबलाई बोलाएर हेर्न थालेको समाचार हेर्दैछु त्यहाँबाट विज्ञापन आयो क्या विज्ञापनमा एउटा आन्टी आइमाईले दुईटा बच्चालाई स्कुलबाट फर्केर आइरहेको हुन्छ टक्क 200 रुपियाँ झिकेर ए बाबु ओहो लु 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 एउटा हर्लिस लिएर आऊ त भनेर हर्लिस लिन पठाउँछ अनि त्यो बच्चाले कुद्दै हर्लिस लिएर आउँछ र मम्मीलाई दिन्छ मम्मीले यस्तो हेर्छ ए यस्तो हर्लिस किनेर आएको डुप्लिकेट हर्लिस भनेर कराकी हुन्छ ठ्याक्कै मेरो सिन आउँछ अनि म त यो करङ गरेको आयो म पनि खुसी भएको होइन अनि एउटा मान्छे फुत्त निक्लेर हेर्नुहोस् जुन पाते हरिस खायो भने शरीर यस्तो हुन सक्छ पछि गएर ज्यान बनाउन खोजेको हेर्नु त अनि यसो गरेर पाइन्छ